आमा कल गर्दैछ। मेरो हात भाँच्यो। आमा त्यो गर्नुपर्छ पनि पलाएर गर्नुपर्छ पनि आमालाई बोलाएर के गर्नु नजिक भएको यसो गर्नु के गर्नु होला यति कहिले अहिले भर्खर गरेर हजुर आमा नि त त्यो पलाएर गरिहाल्छ खाएर खप्दिन्छ तिहारलाई दुःख पाउँछ छोरी तिहार आमा आमा दुःख पाएपछि सम्झिँखेरि साह्रै राखेर कुरा सम्झिँखेरि आमा सुन्नु न तँलाई म पोरिदिन्छु नि म फेरि तातो लिएर छोड्छु मलाई सम्झिने क्या आमा रमेश अङ्कललाई भन्नु पऱ्यो अनि त्यहाँबाट उसलाई गर्नु पऱ्यो फोन गर्नु पऱ्यो निकीलाई फोन गर्नु पऱ्यो हाई गाइज वेलकम टु माई भ्लग। अनि आजको भ्लगमा चाहिँ म मेरो दिदीलाई कल गरेर प्र्याङ्क गर्दैछु। लाइक के झुट बोल्दैछु के भनेर प्र्याङ्क गर्छु भन्दाखेरि दिदी मेरो लडेर हातै भाँच्यो भन्छ है। कल गर्छु ल म कल गर्छु हेर्नुहोस् है के हुन्छ। कल गरौँ। कल गर्दैछु हेरौँ। Hi, if you record your name and reason for calling, I'll see if this person is दिदीको available. जहिले पनि यसरी राखेको हुन्छ मेल कलमा अनि मलाई रिस उठ्छ। कृपया दिदी तिमीले योबाट हटाउनु होला धन्यवाद। दिदीको यस्तै हुन्छ गाइस के गरौँ। अस्ति नै होइन यस्तो ढिला भइसक्यो त कल गर्छु जहिले पनि यस्तो हुन्छ। अनि म फर्केर आएन भेटिकन अब कसलाई प्र्याङ्क गर्ने होला त। आमालाई गर्छ है आमालाई। आमालाई कल गर्दैछ के भन्नुहुन्छ। गाइस कल चाहिँ लाग्दैछ है। दुई बजिसक्यो त आज शनिबार पनि हो है। शनिबार भने के गर्नु गाउँमा कामै हुन्छ। आजको प्र्याङ्क हुनेवाला छैन जस्तो छ गाइज। फेरि यो कल पनि उठेन होइन अब कसलाई गर्ने होला। के म फेरि गर्छु है कसलाई गर्ने। अङ्कललाई गयो भने त मार्छन् अङ्कलले। अङ्कललाई नै गर्नु पर्यो ल। कान्छु काकुलाई गर्छु है त। राजी अङ्कललाई गर्दैछु है गाइज म कल। कसको नम्बर भन्नुहुन्छ होइन किनकि यो मेरो नयाँ नम्बर हो सायद थाहा छ कि थाहा थाहा भएन। कल गर्छु है कल गरेँ। हेलो 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 हजुर कहाँ हुनुहुन्छ अङ्कल। ए हस् हस् अङ्कल एकछिन है उता कल आयो काट्नु त त्यहाँ ल। गाइज उता चाहिँ ठ्याक्क आमाको कल आयो होइन। अब म आमालाई नै प्र्याङ्क हान्छु अङ्कललाई हान्न सकिनँ। हेलो हेलो आमा मलाई चिन्नुभयो को बोलेको म गङ्गा हो क्या। म आमा हजुरलाई म यताबाट गर्छु हजुर कल काट्नु त छ ल ल आमा। गाइज मलाई त खोइ हिम्मतै आएन भने तर पनि म गर्छु। गाइज अब अघि चाहिँ कल मैले दिदीलाई गरेँ दिदीको त्यस्तो भइहाल्यो देख्नुभयो। अङ्कललाई गरेँ खोइ अङ्कलसँग चाहिँ मलाई आँटै आएन। अङ्कल बाहिर पनि हुनुहुन्छ होइन बाहिर भएको मान्छेलाई के भन्नुभयो क्या। अनि त्यसपछि अङ्कलसँग बोल्दा बोल्दै आमाको कल आयो। म अब आमालाई नै प्र्याङ्क हान्छु है।
आमाले जहिले पनि जमुने भन्नुहुन्छ। आमालाई कल गर्छु है, हजुरले सुन्न सक्नुहुन्छ आमाले के भन्नुहुन्छ। कलै लाग्दैन जस्तो छ। लाग्यो। हेलो आमा सन्चै हुनुहुन्छ? म नि सन्चै छु। अनि खाजा खाना खानुभयो? अहिले कहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्छ अहिले भनेको? अनि सन्चै हुनुहुन्छ नि सबजना? अनि अङ्कल आन्टी कहाँ हुनुहुन्छ? आमा म कोठामै हो। अनि म हजुरलाई एउटा कुरा भनौँ भनेर क्या। कसैले नि भने मम्मी सन्चै हुनुहुन्छ आमा? म बेलुका हजुर आमा सन्चै छ सबैलाई। आमा सुन्नु न एउटा कुरा भन्नलाई कल गरेको के। को हुनुहुन्छ त्यहाँ? ए घरमा नि कसैलाई भनेको छैन। अनि मम्मी पनि हुनुहुन्न क्या। आमा मेरो हात भाँच्यो। मेरो अघि भर्खरै लडेर भाँचे जस्तो छ क्या आमा। केही गरेको छैन आमा। अब हजुरलाई थाहा हुन्छ कि के गर्नुपर्छ भनेर हजुरलाई कल गरेको। मम्मी नै हुनुहुन्न क्या। मम्मी नि बाहिर जानु भएको छ। मम्मी काममा जानु भएको छ। अनि म एक्लै छु क्या। भर्खरै लडेको हो क्या आमा। अनि भर्खरै दुख्यो। अनि त्यसपछि के गर्नुपर्छ भनेर कल गरेको। हजुर आमालाई बोलाएर के गर्नु, नजिक भएको यसो गर्नु, के गर्नु होला अहिले भर्खर लडेर। हजुर त्यो पराखेर गरिहाल्छ, घार खप्पिन्छ, तिहानलाई दुःख पाउँछ छोरी। आमा आमा सुन्नु न। फेरि किन काट्यो भन्नुहुन्छ है। आमाले फेरि पनि कल गर्छु ल। कस्तो डर लाग्यो क्या। कस्तो डर होइन, कस्तो माया लाग्यो क्या। मतलब म झुट बोलेँ नि त। अब के गर्ने जस्तो भयो क्या। ल म फेरि आमा झुट बोलेको हो भन्छ है। आमा धेरै केही नसोच्नु, मलाई केही पनि भएको छैन। अब हातै भाँचे चाहिँ हो कि मर्च्या मात्रै हो कि के हो? यसरी गर्नु त हामीले छोरी। हो कि आमा मैले झुट बोलेको हो क्या। आज तँलाई म पुर्दिन्छु नि। म फेरि काकु लिएर छोड्छु मलाई सम्झिनी। हो क्या आमा झुट बोलेको हो मैले। केही भएको छैन मलाई। तँलाई सम्झिनी झन्डै मैले यहाँ गएर नेपिलाएर उसलाई फोन गर्न आयो है। फेरि त आमा त्यस्तो नभन्नु। केही पनि भएको छैन। ओइ माया लाग्दैन त हामीलाई के भनेको त? ओइ त्यही त। अनि मैले नि त्यही भएर अब हजुर धेरै सोच्नुहुन्छ नि त। अनि मैले त्यही भएर हजुरलाई नै झुट बोलेको। हजुरलाई नै गएर रमेश अङ्कललाई भन्नु पर्यो। अनि त्यहाँबाट उसलाई गर्नु पर्यो, फोन गर्नु पर्यो, नेतीले फोन गर्नु पर्यो, हात गर्नु पर्यो नि भन्नु लाग्यो क्या। ओइ के गर्नु
मलाई त्यो धेरै नपढाइ छोरी मलाई त्यो कसरी पढाइ छोरी हुन्छ आमा सरी सरी होइन कि लाइक मैले अब अनलाइन ट्राई गर्न खोजेको थिएँ झुट बोल्नलाई अङ्कललाई कल गरेँ अनि अङ्कल बाहिर बाहिर हुनु अरे बाहिर अरूलाई फोन गरेँ गाडी गर्छन् आमालाई फोन गरेँ नि गाडी गरिदिनु भयो होला है मेरो सासुले सल्लाह डन्किने आमा केही छैन यसो प्राङ्क अब ल राम्रो गरी बस्छ छोरी ल छोरी ल म यहाँ अझै झिना बारीमा त्यहाँ दाउरा बाँधिन्थ्यो ए हुन्छ आमा म बेलुका कल गर्छु है त मम्मी आइसक्नु भएपछि ल राम्रो गरी यसो कहिले काहीँ यसो चानेर फोन गर म अब आफ्नो नम्बर त म नि गर्छ या पैसा निकल जाने छैन होला मैले फर्काउनु त फर्काएँ तँलाई ए आइसकेपछि फर्काउन सक्छु नि फेरि हस् आमा बेलुका गर्छु है हस् अब चिन्ता नगर्नु है झुट बोलेको हो भनिनु भने केही भनिन्छ अरे तिम्रो राम्रो हो कि कहिले आयो मैले के सुनेको थिएँ नि त्यो छोरी के आमा त्यो गाउँमा के देखाएको भनिरहेको थियो नि भाउजूहरू गऱ्यो ए ऊ होला भ्लग होला हो युट्युबमा आज हजुरको यही बोलेको भिडियो आउँछ हेर्नु ल भोलि कि आज यो भिडियोमा युट्युबमा हाल्छु प्राङ्क गरेको हो म युट्युबमा हाल्छु अनि हेर्नु ल ल ल ल ल हस् आमा ल ल ल ल बाई छोरी बाई छोरी राम्रो हो ल ल हस् आमा मेरो सासूले छोरी हाली हजुर ए मेरो सासूले हाली आमा लाइक मैले के गरौँ भरे अङ्कल सुतिरहेको छ अङ्कललाई भन्छु गएर अब फोन अब आएको फोन उठाउनु मात्रै अनि त्यही नम्बरलाई गर्न सक्छु अर्को नम्बर दिँदा गर्न सक्दिनँ छोरी कसो भयो हस् आमा नडराउनु यो प्राङ्क हो हस् आमा हस् बाई मेरो सासू लिगौ छोरी ल र अब सातो फर्काउनु फेरि अब सातो फेरि फर्काउनु भनेको क्या मैले लिगेँ अब त्यसलाई फेरि टाढा पठाइदिनु आज झुक्याउनु हो होइन होइन आमा मैले चाहिँ झुक्काएको के ल ल ल राख्यो ल हस् आमा बाई ल ल ल बाई हस् बाई हस् फाइनल्ली गाइस होइन आमा एकदम तर्सिनु भएछ सरी आमा आई लभ यु धेरै 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 है अब मलाई कस्तो गाह्रो भयो एकछिन